ट्यालेन्ट केही गर्न सक्ने क्षमता जो हामी सबैसँग हुन्छ। कसैसँग गीत गाउने ट्यालेन्ट हुन्छ, कसैसँग नाच्ने ट्यालेन्ट हुन्छ, कसैसँग कपाल काट्ने ट्यालेन्ट हुन्छ, कसैसँग मेकअप गर्ने ट्यालेन्ट हुन्छ र कसैसँग मेरो ट्यालेन्ट कसरी थपेर नमस्ते, म धीरज। म आज फेरि आइसकेको छु एउटा नयाँ भिडियो लिएर। आई होप तपाईहरु सबै सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। कुछ पूछा मैंने कुछ। ट्यालेन्टको कुरा गर्दै जाने हो भनेपछि हामी टिकटकलाई कसरी बिर्सिन सक्छौं त? हामीले टिकटकमा यस्तो यस्तो ट्यालेन्टहरु देखेका हुन्छौं जो हामी अरु कुनै पनि सोशल मिडिया प्लेटफर्ममा देख्दैनौं होला। ट्यालेन्टको कुरा गर्दै अगाडि बढ्ने हो भनेपछि ट्यालेन्ट हुन्छ जो जन्मजातै हुन्छ, जो पहिलेदेखि ट्यालेन्टेड हुन्छ र अर्को हुन्छन् आफूलाई फिल्टर गरी गरी ट्यालेन्ट भएका र अर्को हुन्छन् जो आफूलाई प्रिटेन्ड गर्छन् कि म ट्यालेन्टेड छु है र तपाईहरुले पनि मलाई ट्यालेन्टेड मान्दिनु पर्यो। हो, आज हामी ट्यालेन्टेड टिकटक इन्फ्लुएन्सर जो आफूलाई प्रिटेन्ड गर्छन् कि आई एम ट्यालेन्ट बट तिनीहरुको ट्यालेन्टको नाममा ल सुरु गरौं। चाहिँदैन कोही मलाई गफ हान्ने गफाडी अगाडि से माया। ये क्या है? देखा आपने लापरवाही का नतीजा है। ऐसे ही पोलियो की खुराक न लेने से पोलियो आपके बच्चे को पकड़ सकता है। क्यों तोड़ा? चलो उठो। ये तो टट्टी है। टिकटक स्क्रोल गर्दा गर्दा 2.2 मिलियन भ्यू भएको भिडियो मैले पाएँ अनि मैले सोचे कि यो भिडियो भित्र चाहिँ पक्कै के खतरा ट्यालेन्ट भएको हुनुपर्छ, के खतरा क्रिएटिभिटी होला भनेर। बट भित्र हेर्छु राजा जी आफै हेर्नुस् है। जिस राह पे तुम चल रहे हो बेटा, एक दिन बुरी तरह फंसोगे। अबे साले। कुनै आधी आए पनि तिम्रो साथमा उभिन्छु म। ए ओर्रा तिमीले खोज्यौ कुम्लो बोक। यसलाई मैले देखेछु कतै, यसलाई मैले देखेछु कता कि बनपाखामा भागेछु। 2000 years later. याद आयो। सेम सेम छैन त? तैँले कसलाई गोज्याङ्ग्री भने कि? तँ गोज्याङ्ग्री, तेरो बा गोज्याङ्ग्री, तेरो आमा गोज्याङ्ग्री। बेटा तुमसे ना हो पाएगा। बाप को भेज,
तेरे बस की बात नहीं। Here I come. Oh, तोबा तोबा थारा मूड खराब कर दिया। आजलाई यति नै। आई होप तपाईहरुले इन्जोय गर्नुभयो होला। अर्कोचोटि फेरि अर्को नयाँ भिडियो लिएर आउनेछु। त्यति बेलासम्म स्टे सेफ, स्टे हेल्दी। थ्यांक यू।